नमस्कार साथीहरू, मार्केटसँग रेगुलर अपडेटहरू तपाईहरुलाई प्रस्तुत गर्ने क्रममा फेरि आज पनि हामी उपस्थित भइसकेका छौं र अहिले मार्केट ओभरअल ट्रेन्ड हेर्नुहुन्छ भने साइडवेजमा छ। आज पनि निकै उतार चढाव मार्केटमा देखियो र अब यहाँबाट हेर्नुहुन्छ भने मार्केटमा उतार चढाव भइसक्यो। आज मार्केट घट्न मानेको छैन। अहिले तल्लो रेन्जमा सपोर्ट लेभलमा आएर मार्केट बसेको छ। ओभरअलमा हेर्नुहुन्छ भने एक अङ्कको मात्र मार्केटमा आज गिरावट देखिन्छ र भोल्युम एकदमै ड्राई अप हुँदै गएको छ। सपोर्ट एरियामा मार्केट प्राइस घट्नु र भोल्युम चाहिँ पनि घट्नुलाई हामी सकारात्मक रूपमा लिन सक्छौं। लगानीकर्ताहरू डाउन ट्रेन्ड मार्केटमा घट्दो बजारमा बेच्नलाई रेडी छैनन् भनेर हामीले यसरी पनि मार्केटलाई बुझ्न सक्छौं। अब ओभरअलमा के भयो आज त्यो कुराहरू हेर्छौं र डिटेलमा नेप्सेको एनालाइसिस गर्छौं र हिजो तपाईहरुले गर्नुभएको कमेन्ट्सहरुको पनि रिप्लाई म दिनेछु। तपाईहरुले भिडियो अन्तिमसम्म हेर्ने सुन्ने प्रयास गर्नु होला। हिजो जुन साथीहरुले कमेन्ट गर्नु भएको थियो तपाईहरुको रिप्लाई आउने छ, प्रतीक्षा गर्नु होला, अन्तिमसम्म रहनु होला है त। अब आज नेप्से इन्डेक्स हेर्नुहुन्छ भने लगभग 2711 मा आएर नेप्से क्लोजिङ हुँदाखेरि एक अङ्कको मात्र गिरावट थियो। आज निकै साइडवेजमा बस्यो मार्केट। एकचोटी अप ट्रेन्डमा पनि गयो, त्यसपछि बिस्तारै डाउनवार्ड हुँदै लगभग ओभरअल ट्रेन्ड हेर्नुहुन्छ भने आज मार्केटमा के भयो, साइडवेज देखियो। र मार्केट साइडवेज हुँदाखेरि केही स्टकहरुमा राम्रो वृद्धि पनि देखिन्थ्यो। जस्तै फरवार्डमा हेर्नुहुन्छ भने 13% को वृद्धि देखियो। यूएलएससी मा पनि लगभग 5.9% को वृद्धि देखियो भने अरु चाहिँ म्युचुअल फन्डहरुमा चाहिँ अलिकति बढी कारोबार भएको देखिन्छ। र आज टप लुजर पनि हेरौं। टप लुजर धेरै घटेको स्टकमा बीजीडब्ल्यूटी, भगवती हाइड्रो, एनएबीबीसी घट्यो हैन। त्यसपछि एमईएल पनि 4% ले र एसआईपीडी पनि 3.8% ले आज घटेका थिए। र सबैभन्दा धेरै कारोबार हुने एसओएचएल जुन सोलु हाइड्रो रिसेन्टली लिस्टेड हाइड्रो हो, त्यसपछि एमएसएलएन, रिलायन्स स्प्रिङ मिल, आरएसएमएल पनि एकदमै राम्रो कारोबार भएको छ। अहिले विगत केही दिनदेखि यो रिलायन्स स्प्रिङ मिलमा कारोबार चाहिँ राम्रै देखिएको छ, घटिरहेको छ, कारोबार पनि राम्रै देखिन्छ। एएचपीसी पनि देख्न सक्नुहुन्छ। अनि एनजीपीएल र यूएलएससी चाहिँ सबैभन्दा धेरै आज टप 5 टर्नओभर आउने कम्पनीहरुमा यिनीहरु पर्छ। र आज ओभरअल नेप्सेको टर्नओभर हेर्नुहुन्छ भने 3.1 बिलियन्सको लगभग 3 अर्ब भन्दा अलिकति माथि। यो चाहिँ लगभग विगत धेरै समय पछाडी यति थोरै भोल्युममा चाहिँ कारोबार भएको छ। यो एकदमै ड्राई हो। मार्केट सपोर्ट लेभलमा छ, 2700 तिरको सपोर्टमा छ र त्यहीँनिर आएर भोल्युमहरु ड्राई बनिरहेछ, छोटो क्यान्डलहरु बनिरहेछ। यसले बिस्तारै मार्केट एउटा बटम एरियातिर जान खोजेको हो कि बटम लगाउन खोजेको हो कि भन्ने संकेतको रूपमा चाहिँ बुझ्न सकिन्छ। अब सब इन्डेक्समा हेर्नुहुन्छ भने आज हरियो हुनेमा बैंकिङ केही हरियो भयो, फाइनान्स हल्का हरियो, होटल पनि केही हरियो, हाइड्रोमा सामान्य गिरावट देखियो, लाइफ इन्स्योरेन्स र म्यानुफ्याक्चरिङमा केही गिरावट देखियो। अरु सेक्टर चाहिँ ओभरअलमा ठिकै देखियो। नन लाइफ इन्स्योरेन्समा केही हरियो, माइक्रो फाइनान्स पनि हरियो र म्युचुअल फन्ड पनि केही बढ्न सफल भयो भने अदर सेक्टर पनि हल्का भए पनि हरियो देखिएको छ। आज कुनै पनि एउटा पर्टिकुलर सेक्टरमा ठूलो वृद्धि अथवा ठूलो गिरावट छैन। सबै सेक्टरहरुमा ओभरअलमा ठिकठाकै अवस्था चाहिँ आज देखिन्छ हैन। प्राय जसो ट्रेडिङ सेक्टरमा उतार चढाव धेरै हुन्थ्यो, आज त्यो खासै देखिएन। स्मुथ तरिकाले, नेचुरल तरिकाले नै मार्केट आज दिनभरिको मार्केट कारोबार भएको देखिन्छ। र अब तपाईहरुले यहाँ हेर्नुहुन्छ भने के छ त भन्दाखेरि अहिले हामी के छौं त, मैले तपाईहरुलाई पहिला पनि भनेको थिएँ, हामी के छौं त भन्दा 200 दिनको मुभिङ एभरेजलाई सपोर्ट लिइराखेको छ हैन। हिजो यसलाई ब्रेकआउट दिइसके पछाडी यही रेन्जमा सपोर्ट लिइराखेको छ। 200 दिनको एमए पनि एउटा आफैमा एउटा राम्रो सपोर्टिभ जोन भएको कारणले आशा गर्न सक्छौं यो 200 दिनको एमएलाई ब्रेकडाउन नगरी यही रेन्जलाई चाहिँ बटम बनाएर मार्केट केही बढ्छ कि भन्ने एउटा एक्सपेक्टेसन, एउटा आशा चाहिँ राख्न सक्छौं टेक्निकल रूपमा हेर्दा। अब पिभटबाट हेर्नुहुन्छ भने पी भन्दा चाहिँ तलै छौं हामी। रिसेन्टली पी को लेभल भन्दा चाहिँ तल छौं र एस1 तिर पनि छैनौं, बिचतिर छौं। अब यहाँबाट ब्रेक गरेर गयो भने पहिलो हाम्रो रेसिस्टेन्ट एरिया के हो त भन्दाखेरि 2760 र त्यसपछाडीको टार्गेट भनेको हामी 2800 प्लस तिरको टार्गेट चाहिँ राख्न सक्छौं। अब यहाँबाट पोजिटिभ भएर गएको खण्डमा बोलिन्जर ब्यान्डबाट हेर्नुहुन्छ भने पनि लोअर ब्यान्डमा सपोर्ट लिएर लोअर ब्यान्ड भन्दा थोरै माथि आएर क्लोजिङ दिएको छ। सम्भवतः केही पोजिटिभ हुन्छ कि भन्ने एउटा आशा देखिएको छ यहाँबाट हेर्दा, किनभने भोल्युममा पनि ड्राई अप छ र मार्केट पनि घट्न मानिराखेको छैन, लोअर प्राइसलाई रिजेक्ट गरिराखेको छ हैन।
अब आरएसआई बाट हेर्नुहुन्छ भने आरएसआई लगभग तपाईको ओभरसेलिङ जोनतिर चाहिँ छ, अहिले 37 को रेन्जमा छ हैन। त्यस्तै म्याक्डी बाट हेर्नुहुन्छ भने बिस्तारै हिस्टोग्राम चाहिँ अलिकति डाइभर्जन हुन्छ कि जस्तो देखिएको छ। म्याक्डी लाइन र सिग्नल लाइन चाहिँ नेगेटिभ जोनमा आइसकेको छ भनेपछि मार्केटमा धेरै नै ठुलो गिरावट भइसकेको छ भन्ने अर्थमा हामीले हेर्न सक्छौँ। अब यहाँबाट र्यापिडली डाउनफल भएको मार्केट तपाईले हेर्नुहुन्छ भने एकदमै ठुलो फल आयो हैन। ठुलो फल आइसके पछाडि यहाँनिर रोकिएर केही पोजिटिभ हुने खोज्दैछ मार्केट हैन, केही पोजिटिभ हुन खोज्दैछ। अब यहाँबाट मैले बारम्बार भनेको घट्नै परे पनि के हुन्छ त भन्दा एउटा हायर लो बनाएर एउटा पुल ब्याक दिएर मात्रै तल आउने हो, डाइरेक्ट घटेको घटै चाहिँ मार्केट गर्दैन। त्यसरी चाहिँ हामीले बुझ्नु हुँदैन मार्केटलाई। र अब सधैँ जसो हाम्रो एनालाइसिस पनि म तपाईहरुलाई प्रस्तुत गर्छु अनि त्यसपछि तपाईहरुको स्टकको एनालाइसिस गर्छु। जस्तो तपाईले यहाँनिर हेर्नुहुन्छ भने के छ त, यो एरिया मैले तपाईहरुलाई अस्ति नै देखि बनाइराखेको एरिया हो। यसलाई चाहिँ के त भन्दा एउटा सपोर्टिभ जोनको रूपमा चाहिँ मैले लिएको छु यसलाई हैन। यो सपोर्ट एरियाबाट मार्केट के भयो त, यो सपोर्ट एरियाबाट मार्केट के भएको छ भन्दाखेरि फर्किने प्रयास गरेको छ। यहाँनिर चाहिँ अलिकति साइडवेज जस्तो बसिरहेछ हैन, साइडवेज बसेको छ। अहिले कतिमा छ, 2711 को रेन्जमा छ। अब यो सपोर्ट एरियालाई ब्रेक डाउन नगर्ने बेलासम्म 2700 भन्दा तल नआउने बेलासम्म हामी वेटिङै गर्न सक्छौँ। माथितिरकै यात्रातिर मार्केट जान्छ कि भनेर एउटा आशा चाहिँ राख्न सक्छौँ है, आशावादी हुन सक्छौँ। र त्यसपछि यहाँबाट बढेर गयो भने हाम्रो पहिलो रेसिस्टेन्ट एरिया कति हो त भन्दा लगभग 2800 को हाराहारी चाहिँ हाम्रो मेजर रेसिस्टेन्ट एरिया हुन्छ। त्यसकारणले गर्दा यो रेन्जमा चाहिँ केही मार्केट चाहिँ यो रेन्ज आउँदाखेरि चाहिँ तपाईहरुले अलिकति थोरै रिस्क लिनुहुन्छ भने केही बाइ एकुमुलेसनको लागि चाहिँ यो एरिया चाहिँ बेटर हुन सक्छ, किनभने यो एरियामा त्यति ठुलो रिस्क छैन बाइ गर्नको लागि हैन। त्यसकारणले गर्दा यदि तपाईहरु पनि इन्ट्रेस्टेड हुनुहुन्छ भने यो एरियामा आउँदा अलिअलि आफूसँग भएको किताहरुमा केही एभरेज आउटको लागि चाहिँ हेर्दा राम्रो हुन सक्छ। ठीक छ, केही दिन यहाँनिर सानो सानो क्यान्डल बनाएर साइडवेज बस्यो भने पनि त्यसपछि ब्रेकआउट दिएर गयो भने मार्केट फेरि आफ्नो लयतिर जान सक्छ। त्यो कारणले हामी अलिकति यो एरियामा अलिअलि तपाईहरुले हामीले अलि पार्शियली बाइको साइडबाट चाहिँ हेर्न सक्छौँ है। त्यसरी चाहिँ हेर्दा बेटर हुन सक्छ, किनभने जुनसुकै एंगलबाट हेर्दा पनि मार्केटमा अब लगभग बटम एरियामा छ। अब प्रिभियसलाई हेर्नुहुन्छ भने पनि तपाईले प्रिभियस पनि हाम्रो यहाँनिरबाट त बटम लगाएकै हो पहिला पनि हैन। प्रिभियस मार्केटले पनि यहाँनिरबाट त बटम लगाएको हैन, यहाँभन्दा थोरै पनि माथि छौँ हामी। त्यसकारणले गर्दा अब यो एरियाबाट चाहिँ अब त्यस्तो ठुलो फल नआई घटिहाल्यो भने पनि तपाईलाई त्यति ठुलो रिस्क छैन। केही समय यहाँनिर यसरी साइडवेज बसेर अनि त्यसपछि त्यसलाई ब्रेक दिएर माथितिर जान्छ भने हामी के हुन सक्छौँ, पोजिटिभ हुन सक्छौँ है। त्यस्तो अवस्था भयो भने हामी पोजिटिभ हुन सक्छौँ है। अब हामी तत्कालको लागि बाइ कन्फर्म कसरी लिने त भन्ने कुराहरु तपाईले हेर्नु भएको छ भने यसलाई थोरै हामी माइनर टाइम फ्रेममा एकचोटी वाच गरौँ है। माइनर टाइम फ्रेममा, आवरली टाइम फ्रेममा यसलाई एकचोटी हेरौँ है। अब आवरली टाइम फ्रेममा तपाईहरुले हेर्नुहुन्छ भने के देखियो त भन्दाखेरि लगभग तपाईले लोअर हाई र लोअर लो नै छ अहिलेसम्म हैन। कुनै पनि एउटा प्रिभियस हाईलाई अथवा चेन्ज अफ क्यारेक्टर चाहिँ दिइसकेको अवस्था देखिदैन। अब एटलिस्ट पनि के हेर्नु पर्यो त भन्दा एकदमै छोटो समयको लागि तपाई हेर्ने हो भने पनि एटलिस्ट के हुनु पर्यो, यो 2740 लाई ब्रेक गरेर माथि जानु पर्यो कि आवरली टाइम फ्रेममा पनि। यदि त्यो भइदियो भने चाहिँ हामी बल्ल के हुन सक्छौँ, पोजिटिभ हुन सक्छौँ आवरली टाइम फ्रेममा। अनि त्यसपछि अब त्यहाँबाट बढेर गयो भने मार्केट जस्तै यहाँबाट बढेर जाने हैन। आवरली टाइम फ्रेममा तपाईले हेर्नुहुन्छ भने यहाँबाट बिस्तारै मार्केट बढेर यहाँ जाने अनि एउटा यो बनाउने अनि यस्तो खालको प्याटर्न आवरली टाइम फ्रेममा देखिन्छ भने त्यसपछि हामी कन्फिडेन्सका साथ इन्ट्री गर्न सक्छौँ है। तर आज लो लास्ट आवरमा चाहिँ अलिकति बाइङ भोल्युम पनि राम्रो देखिएको, प्लस यो लेभललाई चाहिँ ब्रेकडाउन नगरेको कारणले गर्दाखेरि चाहिँ सम्भवतः यहाँबाट केही पोजिटिभ हुन्छ कि भनेर हामी आशावादी हुन सक्छौँ। 2700 भन्दा माथितिर रहँदासम्म हामी केही आशावादी नै हुन सक्छौँ हैन। र तपाईले प्राइस एक्सनबाट हेर्नुहुन्छ भने यो यहाँबाट तपाईले हेर्नुहुन्छ भने रेसिस्टेन्टको ट्रेन्ड लाइन चाहिँ ब्रेक गरेकै छैन हामी हैन। यसलाई एटलिस्ट चाहिँ यो रेसिस्टेन्टको ट्रेन्ड लाइनलाई ब्रेक गर्नै पर्छ। लगभग 2735-40 को रेन्जलाई चाहिँ ब्रेक गर्नै पर्ने देखिन्छ हैन। सर्ट टर्मको लागि पनि तपाईहरु इन्ट्री गर्नको लागि चाहिँ त्यो एरिया चाहिँ ब्रेक गर्दा चाहिँ राम्रो हुन्छ टेक्निकल रूपमा हेर्नुहुन्छ भने है।
त्यसकारणले तपाईले यो बेला भनेको बेस्ट के हुन सक्छ त भन्दाखेरि आफूसँग भएको किताहरूमा चाहिँ एभरेज आउट गर्ने र नयाँ किता भन्दा आफूसँग भएको किताहरूमा चाहिँ एभरेज आउट गर्दा चाहिँ बेटर हुन सक्छ यो बेलामा। र अर्को मेजर कुरा भनेको यसको ड्राई छ, तपाईले हेर्नुहुन्छ भने भोल्युम ड्राई अप छ, यसले गर्दा चाहिँ मार्केट अब बिस्तारै बटम लगाउने हो कि यो एरिया नै अब हाम्रो लागि बटम हुने हो कि यो एरिया नै भन्ने सम्भावना चाहिँ देखिन्छ। यो एरिया यदि बटम हुने हो भने हामी त्यसको लागि चाहिँ पोजिटिभ हुन सक्छौँ है। ओके, अब तपाईहरुको स्टकको पनि म एनालाइसिस गर्नेछु। जो धेरैजना साथीहरूले कमेन्ट्स गर्नुभएको थियो, तपाईहरुको कमेन्ट्सको रिप्लाई पनि म दिनेछु। तपाईहरुको पनि कुनै स्टकको बारेमा जानकारी लिनु मन छ भने कमेन्ट सेक्सनमा कमेन्ट गर्न नबिर्सनु होला। अर्जुन बस्ताकोटीजीले केपीसीएल भन्नुभएको छ, म केपीसीएल लाई पनि एकचोटि हेर्छु है त। ल केपीसीएल हेरौँ है त। अब केपीसीएल मा पनि ओभरअल ट्रेन्ड हेर्नुहुन्छ भने तपाईले यसमा के छ, डाउन ट्रेन्डमा छ, लोअर हाई र लोअर लोमा छ है। लोअर हाई र लोअर लोमा छ। अहिले कतिमा छ भन्दा 475 को रेन्जमा छ। 75-77 को रेन्ज यसको सपोर्ट एरिया हो। अब तत्काल यहाँबाट बढेर गयो भने पहिलो टार्गेट भनेको 500, 500 लाई फर्स्ट रेसिस्टेन्ट लेभलको रूपमा चाहिँ तपाईले लिन सक्नुहुन्छ है। दिलीप लामाजीले एनएचपीसी 285 को छ सर भन्नुभएको छ। एनएचपीसी है त। अब एनएचपीसी 285 को छ भने अहिले केही अलिकति डाउनवार्डमा छ, तर पनि यो एरिया भनेको यसको लागि अब तपाईले 285 को बाई हो भने चाहिँ तपाईले के गर्नु पर्यो त भन्दाखेरि यो एरियातिर चाहिँ सपोर्ट हेर्नु पर्यो। 270 भन्दा तल नआउने बेलासम्म त तपाईले वेटै गर्दा राम्रो हुन्छ। अझ तपाईको 285 को भन्दा तपाईले यहाँनिर 250 लाई चाहिँ बल्ल स्टप लस राख्दा राम्रो हुन सक्छ हैन। त्यसकारण अहिले नआत्तिनुस्, वेटै गर्दा राम्रो हुन्छ है। बीएससीएल को भन्नुभएको छ रामकृष्णजीले। बीएससीएल र यस सँगसँगै अर्को एउटा सामान्य इन्फर्मेसन पनि म तपाईहरुलाई के दिन चाहन्छु भन्दा तपाईहरु पनि हाम्रो अनलाइन क्लास र ग्रुपमा जोडिन चाहनुहुन्छ भने हामीलाई मेरो पर्सनल फेसबुक संकल्प ढकालमा तपाईहरुले डाइरेक्टली फलो गरेर मेसेज गर्न सक्नुहुन्छ। अब विकास हाइड्रोमा पनि अहिले हेर्नुहुन्छ भने यसको सपोर्टिभ जोन भनेको कहाँ हो त भन्दा यहाँनिर है। लगभग 485 को एरिया चाहिँ यसको सपोर्ट एरिया हो है। यो एरिया भन्दा तल आएन र त्यहाँ त्यही रेन्जमा साइडवेज बसेर पुल ब्याक दिन खोज्यो भने पहिलो टार्गेट भनेको 540 र सेकेन्ड टार्गेट भनेको 570 लाई चाहिँ तपाईले हेर्न सक्नुहुन्छ है। ल अर्को साथीले लेख्नु भएको छ एसएमएच भन्नुभएको छ है। एसएमएच अब एसएमएच मा पनि अहिले हेर्नुहुन्छ भने के छ त भन्दाखेरि एसएमएच मा पनि लोअर हाई र लोअर लो नै छ। ट्रेन्ड डाउन ट्रेन्डमै देखिएको छ। अब अहिले 566 को रेन्जमा छ। तत्कालको टार्गेट भनेको यसको 575 हो र त्यस पछाडीको टार्गेट भनेको 600 सम्मको तपाईले राख्न सक्नुहुन्छ भने तपाईको स्टप लस एरिया भनेको लगभग 530 लाई चाहिँ तपाईले यो एरियालाई चाहिँ स्टप लस पोइन्टको रूपमा चाहिँ तपाईले लिन सक्नुहुन्छ है। यो एरियालाई चाहिँ 530 लाई चाहिँ स्टप लसको रूपमा चाहिँ हेर्न सक्नुहुन्छ है। अर्को साथीले एएचएल भन्नुभएको छ र अरु नयाँ साथीहरुले पनि जो साथीहरुले तपाईले आफ्नो स्टकको बारेमा एनालाइसिस हेर्न चाहनुहुन्छ भने कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला। र मैले बारम्बार भन्ने गर्छु हाम्रो यो भिडियो भनेको कुनै स्टक तपाईलाई बाहिर सेलको लागि रेकमेन्ड भिडियो होइन। जस्ट हामीले टेक्निकल रूपमा के देखिएको छ त्यसलाई चाहिँ तपाईहरुलाई बताउँछौं। अरु तपाईहरुले आफूले पनि अध्ययन अनुसन्धान गरेर मात्र बाइङ र सेलिङ डिसिजन लिँदा राम्रो हुन सक्छ। अब एएचएल अहिले हेर्नुहुन्छ भने 510 मा छ। तत्कालको रेसिस्टेन्स एरिया यसको भनेको 540 र त्यस पछाडीको टार्गेट भनेको 580 लाई चाहिँ तपाईले हेर्न सक्नुहुन्छ है। युएचईडब्ल्युए भन्नुभएको छ अर्को साथीले। युएचईडब्ल्युए अपर हेवा खोला है त। अब अपर हेवा खोलामा पनि अहिले हेर्नुहुन्छ भने के छ त भन्दा 567 को रेन्जमा छ हैन। यसमा पनि ओभरअल ट्रेन्ड डाउन ट्रेन्डमा छ। यसको पनि मेजर सपोर्टिभ जोन भनेको कहाँ हो, यो एरियामा हो 550 हो। अब यसको सपोर्टिभ एरिया 575 हो पहिलो रेजिस्टेन्स र त्यस पछाडीको टार्गेट भनेको 600 सम्मको टार्गेट चाहिँ तपाईले राख्न सक्नुहुन्छ। तिलक पाण्डेजीले एसआरएलआई भन्नुभएको छ हैन। एसआरएलआई है।
अरू साथीहरूले पनि फटाफट कमेन्ट्स गर्दै जानु होला साथीहरू। तपाईहरुको पनि कुनै स्टकको बारेमा जानकारी लिनु मन छ भने भिडियोलाई लाइक गर्न नबिर्सनु होला। र यदि तपाईहरु पनि नयाँ हुनुहुन्छ, भर्खरै मात्र हाम्रो च्यानलसँग जोडिनु भएको छ भने सब्स्क्राइब गरेर तपाईहरुले बेल आइकन अन गर्नु होला, ताकि यस्तै भिडियोहरु तपाईहरुले रेगुलर बेलुका 8 बजेको टाइममा चाहिँ अलमोस्ट हेर्न सक्नुहुन्छ है, दैनिक एनालाइसिसको भिडियो। अब एसआरएलआई पनि अहिले निकै नै तल छ, 388 मा आइसकेको छ हैन। यो रेन्ज भनेको तपाईहरुले अलिअलि एभरेज गर्दा राम्रो हुन्छ है, आत्ति नै पर्दैन। तपाईहरुले एभरेज गर्नुहुन्छ भने एभरेज गर्नुस्, र तत्कालको टार्गेट भने पनि तपाईले 400 भन्दा माथिको टार्गेट सर्ट टर्ममा पनि तपाईले राख्न सक्नुहुन्छ। अब एसजे एलआईसी भन्नुभएको छ है। अब सूर्यज्योति लाइफ इन्स्योरेन्समा पनि हेर्नुहुन्छ भने 426 को रेन्जमा छ, निकै तल्लो छ। अलिअलि बाई एकुमुलेसन गर्ने हो भने अहिले इन्स्योरेन्स सेक्टरमा निकै लो प्राइसमा बटम एरियामा छन् स्टकहरु। तपाईहरुले यो एरियामा भनेको अलिअलि सेल साइड होइन कि एभरेजिङ र एकुमुलेसनको साइडबाट हेर्दा राम्रो हुन सक्छ। अब यहाँबाट बढ्दै जाँदा फर्स्ट टार्गेट भनेको 440 र त्यसपछाडिको टार्गेट भनेको 470 लाई सेकेन्ड टार्गेटको रूपमा हेर्न सक्नुहुन्छ। एमईएचएल भन्नुभएको छ है, एमईएचएल हेरौँ है त। अब एमईएचएल मा पनि मनोकामनामा डाइरेक्ट डाउन ट्रेन्डमा छ, लोअर हाई लोअर लो नै छ। अब तपाईले यहाँबाट हेर्नुहुन्छ भने अलिकतिमा छ 373 को रेन्जमा, 370 यसको सपोर्ट एरिया हो हैन। यो सपोर्टलाई पनि भत्काउँछ भने अझै यो केसमा केही डाउन ट्रेन्ड प्लस साइडवेज रहन सक्छ। त्यसकारणले गर्दाखेरि अब तपाईले बेच्ने टार्गेट भनेको लगभग 415 सम्मको टार्गेट चाहिँ हेर्दा राम्रो हुन सक्छ। एचएलआई कति घट्ला सर, वेट पनि हार्ड भइसक्यो, 400 को बाई छ भन्नुभएको छ एचएलआई। अब यो न्यूजको कारणले एचएलआई धेरै घटेको हो के तपाईहरुलाई थाहै छ हैन। 335 मा छ अब एचएलआई। अब यो रेन्जमा भनेको तपाईले 400 को बाई छ भने अलिअलि एभरेज गर्न चाहनुहुन्छ भने गर्दा पनि राम्रो हुन्छ। धेरै नै घट्यो भने 320-25 सम्म हो, त्यहाँभन्दा धेरै तल चाहिँ नआउला एचएलआई अहिले तत्कालै हैन, किनभने अलरेडी नै धेरै डाउन आइसकेको छ। त्यो कारणले गर्दाखेरि चाहिँ अब घट्ने ठाउँ पनि यसमा धेरै देखिदैन है। त्यो अनुसार चाहिँ तपाईले हेर्नु होला। सिन्धु प्लिज भन्नुभएको छ है, सिन्धु हेरौँ है त। ल अरु साथीहरुको पनि कुनै स्टकको बारेमा जानकारी लिनु मन छ भने कमेन्ट गर्दै जानु होला बिस्तारै तपाईहरुको। र हिजो जो साथीहरुले कमेन्ट्स गर्नुभएको थियो नि, त्यो साथीहरुको स्टक म एनालाइसिस गर्दै छु। तपाईहरु भिडियो अन्तिमसम्म चाहिँ हेर्नु पर्यो साथीहरु है। भिडियो अन्तिमसम्म चाहिँ तपाईहरुले हेर्नु पर्यो, अनि त्यसपछि तपाईहरुलाई पनि सबै कुराहरु अपडेटेड हुन्छ है। अब सिन्धुमा पनि हेर्नुहुन्छ भने 700 को रेन्जमा आएको छ हैन। सिन्धु एकदमै सपोर्ट जोनमा छ। लगभग तपाईले एभरेज गर्ने हो भने अलमोस्ट यो एभरेज गर्नको लागि चाहिँ राइट वेमा छ है। तपाईले माथि किन्नु भएको छ र एभरेज गर्न चाहनुहुन्छ भने त ठिकै छ। अब यहाँबाट यदि बढेर जान्छ भने चाहिँ अबको पहिलो टार्गेट भनेको 760 र सेकेन्ड टार्गेट भनेको 810 तिरको तपाईले टार्गेट चाहिँ सिन्धुमा राख्न सक्नुहुन्छ। एसएडीबीएल भन्नुभएको छ है, एसएडीबीएल है। अब एसएडीबीएल मा पनि अहिले हेर्नुहुन्छ भने के छ त, सांग्रिला डेभलपमेन्ट बैंकमा पनि डाउनवार्डमा छ, 408 मा छ। यसको पनि लगभग यो एरिया भनेको 400 को एरिया भनेको एउटा सपोर्ट एरिया हो हैन। यो एरियासम्म चाहिँ तपाईहरु वेटै गर्दा राम्रो, प्लस अलिअलि तपाईहरुले एभरेज गर्न चाहनुहुन्छ भने एभरेजको लागि चाहिँ हेर्दा राम्रो हुन सक्छ यो एरियामा है एसएडीबीएल। गुड इभिनिङ सर, एएचपीसी लङ टर्मको लागि 600 जाला कस्तो कम्पनी हो सर प्लिज भनिदिनु भन्नुभएको छ। अब अहिले नै 600 जाला भनेर त्यसरी चाहिँ तपाईले एनालाइसिस नगर्नुस् हैन। अब लङ टर्मको लागि भन्नुभएको छ, लङ टर्मको लागि त अझ यो भन्दा बेटर फन्डामेन्टल स्टकहरु हेर्दा अझ राम्रो हुन सक्छ। एएचपीसी पनि ठिकै हो, त्यति धेरै राम्रो स्टक त होइन फन्डामेन्टल रूपमा, किनभने यसले त्यति राम्रो लाभांश अहिलेसम्म दिएको छैन। अब सामान्य लाभांश दिए पनि त्यति ठुलो लाभांश दिएको छैन हैन। त्यसकारणले गर्दा अब बुलै भएर सुपर बुलमा गयो भने यो 600 नजाला भन्न त सकिन्न, तर अहिले नै 600 भन्दा पनि नजिकको टार्गेटहरु हेरेर तपाईले ट्रेड लिँदा राम्रो हुन सक्छ है। अहिले कतिमा छ, 274-75 को रेन्जमा छ। तत्कालको टार्गेट भनेको तपाईले 300 को राख्नुस्, त्यसपछि 320 320 को राख्नुस्। त्यसरी चाहिँ तपाईहरुले टार्गेट चाहिँ राख्दा राम्रो हुन्छ है। अब सास पनि हेर्नुहुन्छ भने अहिले प्राइस माथिल्लो रेन्जमै बसिरहेछ हैन। लगभग यही रेन्जमा सास ऊर्जाको प्राइस चाहिँ
के भइरहेछ भन्दा एकुमुलेट भइरहेछ। अब तल आउँदा 600 को रेन्ज र माथि जाँदा चाहिँ 640 को रेन्ज चाहिँ चलिराखेको छ, साइडवेज प्याटर्नमा छ। तपाईहरुले पनि अलिअलि एकुमुलेसन गरेर राख्नुहुन्छ भने त्यो चाहिँ राम्रै हुन सक्छ है सासको लागि। यामिएन रुरु सास एन्ड रुरु 80% राइटमा प्रोसेसिङमा छ, 52 हप्ताको लोको नजिक छ, एकुमुलेसन गर्दा राम्रो भनेर एकजना साथीले लेख्नु भएको छ। ओके ल अर्को साथीले लेख्नु भएको छ यानारन पनि भन्नुभएको छ, यानारन पनि हेरौँ है त। यानारन अब यानारनमा पनि केही डाउनवार्डतिर देखिएको छ, अझै तल आयो भने यानारनले अबको सपोर्ट कहाँ लिन सक्छ त भन्दाखेरि लगभग 1335-40 को एरिया चाहिँ यो एरिया चाहिँ एकदमै बेस्ट सपोर्ट र तपाईले यदि एभरेजिङ गर्न चाहने किताहरू थप्न चाहने हो भने यो रेन्ज चाहिँ बेस्ट हुन सक्छ र तत्काल बढेर गयो भने 1500 को चाहिँ फर्स्ट टार्गेट चाहिँ तपाईले राख्न सक्नुहुन्छ यानारन को केसमा है। सर नमस्कार, एसएमएचएल को बोनस शेयर डिम्याटमा लिस्टेड भएको छैन, त्यसको के गर्नु पर्ला भन्नुभएको छ। केही छैन, तपाईको लिस्टेड भएपछि तपाईको मान पनि आउँछ, अहिले आत्तिनु परेन हैन, आत्तिनु पर्दैन। अब अर्को रिलायन्स स्प्रिङ ल आरएसएमएल भन्नुभएको छ है। अब आरएसएमएल मा पनि अहिले के छ त भन्दा डाउन ट्रेन्डमा छ, तर घट्ने क्रम चाहिँ बिस्तारै रोकिँदैछ। अहिले 3689 को रेन्जमा छ हैन, लगभग यो पी लाई चाहिँ ब्रेक गरेर थोरै तल आएको छ। अब यो रेन्जतिर आइरहँदा यसको अब तपाईले यदि माथि किनेर बस्नु भएको छ भने यो एरियातिर है लगभग 3660-65 तिर आउँछ भने यो एरियालाई चाहिँ केही बाइङ जोनको रूपमा चाहिँ तपाईले हेर्नुहुन्छ भने एउटा राम्रो पुलब्याक चाहिँ यसमा आशा राख्न सक्छौं, किनभने धेरै नै तल घटेर आइसकेको छ। त्यसकारणले गर्दा एउटा राम्रो पुलब्याकको आशा चाहिँ राख्न सक्छौं है। सम्पदा भन्नुभएको छ है। अब सम्पदामा पनि हेर्नुहुन्छ भने अहिले निकै लो प्राइसमा लगभग 52 हप्ताकै लोको आसपासतिर छ, 838 को रेन्जमा छ। अब अलिअलि तपाईले एकुमुलेसन गर्ने हो, एभरेज गर्ने हो भने चाहिँ यो राम्रो हुन सक्छ है। एसवाई प्यानल हेरौँ है त। अब एसवाई प्यानलमा पनि अहिले तल्लो रेन्जमा आएर लगभग यो 1400 को हाराहारीमा आएर केही साइडवेज बस्न खोजेको छ, यहाँभन्दा तल चाहिँ आउन मानेको छैन। यो एरियालाई केही सपोर्ट लिन चाहिँ खोजेको छ हैन। अब यो सपोर्टबाट फर्किने हो भने अब पहिलो टार्गेट भनेको 1620 अनि त्यसपछाडिको सेकेन्ड टार्गेट भनेको बल्ल 17-1800 तिरको टार्गेट राख्न सकिन्छ है। त्यो अनुसार चाहिँ तपाईहरुले हेर्न सक्नुहुन्छ। याचारएल भन्नुभएको छ, याचारएल एकचोटी हेरौँ है त। याचारएल मा पनि अहिले डाउनवार्डमै छ हैन, स्टिल के छ त भन्दाखेरि 654 को रेन्जमा छ याचारएल। अब अलिअलि बढेको बेलालाई सेल अपर्च्युनिटी लिने हो भने 720 सम्मको तपाईले सेलिङ टार्गेट चाहिँ राख्न सक्नुहुन्छ। यसरी ओभरअलमा हेर्दा नेप्से को कुराहरू गर्नुपर्दा नेप्सेमा केही साइडवेज प्याटर्न देखिएको छ, भोल्युम ड्राई भएको छ, यसले पक्कै पनि केही बटम लगाउँछ कि भन्ने एउटा सम्भावना देखिएको छ। त्यसकारणले गर्दा तपाईहरु पनि हामीसँग अनलाइन क्लास अनि ग्रुपमा जोडिन चाहनुहुन्छ भने मेरो पर्सनल फेसबुक संकल्प ढकाल जुन यही च्यानलको डिस्क्रिप्सन तल पनि छ, तपाईहरुले हेर्न सक्नुहुन्छ। त्यहाँ गएर तपाईहरुले मेसेज गर्न सक्नुहुन्छ यदि तपाई पनि हामीसँग कल क्लास अनि ट्रेडिङ ग्रुपमा जोइन गर्न चाहनुहुन्छ भने। र तपाईहरु पनि हामीसँग यस्तै भिडियोहरु हेर्न चाहनुहुन्छ भने तपाईले च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।